बोल्नु मन लाग्यो बोल्नुस्, बोल्नु मन लाग्यो नबोल्नुस्। यो सरकार र यो प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्न। म शक्तिशाली छु, म लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्छ, दिँदैन कानुनले। मलाई सनक चढ्यो, मलाई लहर चल्यो भनेर म एक बिहान उठेर डोजर लिएर गएर मैले सुकुम्बासीको बस्ती भत्काउन पाउँछु? पाउँदैन। सरकारलाई मन लाग्यो, झोक चल्यो भनेर दिन दहाडे व्यवसाय उठाइदिने, ब्याङ्कको सिइओलाई उठाइदिने, जसलाई मन लाग्यो घोक्रे ठ्याक लगाइदिएछ, जसलाई मन लाग्यो उठाइदिएको छ, पाइँदैन। सरकारले याद गरोस्, यहाँ काङ्ग्रेस छ। खल्तीमा भएको कुराले भान्सा थेग्न नसक्ने अवस्था बनेको छ। मलको आकार के हुने होला नेपालमा? अब निर्माण व्यवसायलाई ठुन्छु, ठोक्छु, के अरे रुखमा बाँध्छु भनेर मात्रै बन्दैन त्यो। बरु मान्छे बाँधिन्छन्, पासो लाउँछन्, तर गर्ने अवस्था बन्दैन। फेसबुकमा पोस्ट गरेर, युट्युबमा पोस्ट गरेर, बेलुका भिडियो बनाएर सहकारीको रकम फिर्ता गरेर खुसी हुँदै नागरिक भनेर चाहिँ यसो फर्केर गएर भिडियो बनाएर 2 दिन 5 दिन 6 दिन भिडियो बन्छ। तर बाबा फिर्ता गर्नु चाहिँ 1 खरब, तपाईँ छुट्याउँदै हुनुहुन्छ केही करोड। यो विषयको सन्दर्भमा कसरी काम गर्ने हो? स्वास्थ्यको बिमा करिब करिब थला परेको अवस्था छ, धराशायी बनेको अवस्था छ। कहाँ हुनुहुन्छ प्रधानमन्त्रीजी? म प्रमुख प्रतिपक्षी दलको नेता यहाँ हुनुहुन्छ, म नेपाली कांग्रेस पार्टीको सभापति हो। यी विषयमा म तपाईँसँग कुरा गर्न चाहन्छु। सानो एउटा कुरा चलाउँदै गर्दा ढङ्गले चलाइएन भने कति छिटो कुनै पनि ठाउँबाट आगो हुन सक्छ। म सरकारलाई हेक्का राख्न अनुरोध गर्न चाहन्छु काङ्ग्रेसको तर्फबाट, संविधान संशोधनको विषयलाई खेलाचे विषय नठानियोस् वा कुनै स्टन्टको विषय पनि नबनाइयोस्। तपाईँहरू 4-5 जना मान्छे बसेर संविधानमा यो चलाउने, यो चलाउने, यो चलाउने, यताबाट यता मिलाउने, यस्तो गरिदिने भन्ने कुरा, त्यसले एकदमै धेरै भ्युज पाउला, लाइक्स पाउला। तर कन्स्टिट्युसनको कुरा भ्युज र लाइक्ससँग मात्र जोडिएको छैन। मानव अधिकार आयोगको प्रतिवेदन खोइ? मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पनि पर्छ र भाद्र 24 गतेका सन्दर्भमा त्यसको न्यायिक छानबिन गरेर साँच्चीकै जसले अपराधिक मनोवृत्ति राखेर 24 गते काम गरेका छन् तिनी दोषी कानुनको कटघरामा आउनै पर्छ। तपाईँलाई जे मन लाग्यो त्यो चाहिँ 100 दिनमा गर्दै जाने, तपाईँलाई मन नलागेको कुरा चाहिँ त्यो 100 दिनको ठाउँमा 1000 दिनमा गर्छु भन्ने सुविधा तपाईँलाई छैन। यदि कुनै गल्ती गरेको रहेछ भने त्यो गल्ती व्यक्तिले गरेको छ, त्यसको जिम्मेवारी पार्टीले लिँदैन भन्ने कुराका साथमा हामी सबै यो परीक्षामा उत्रनको लागि तयार छौँ। के सरकारको प्रधानमन्त्री लगायत मन्त्रीहरू यो परीक्षामा उत्रिन तयार हो कि होइन? नागरिकको तहबाट उठेका ती प्रश्नको उत्तर दिन तपाईँहरू तयार हो कि होइन? तपाईँहरूले आफैले बताउनु भएको, देखाउनु भएको सम्पत्ति विवरणका सन्दर्भमा तपाईँको वैध स्रोत के हो, तपाईँले कहाँबाट आर्जन गर्नुभएको, तपाईँको परिवारले कहाँबाट आर्जन गर्यो, तपाईँ तर नागरिकले तपाईँको सम्पत्तिको स्रोत के हो भनेर सोधिसकेपछि त्यसको उत्तर दिने जिम्मेवारीमा सरकारमा रहेको साथीहरू हुनुहुन्छ कि हुनुहुन्न? त्यो हिम्मत तपाईँहरूसँग छ कि छैन? बोल्नु मन लाग्यो बोल्नुहोस्, बोल्नु मन लाग्यो नबोल्नुहोस्। यसमा मेरो धेरै कुरा केही पनि छैन। तर नेपाली कांग्रेस पार्टीको तर्फबाट के कुराहरू चाहिँ सुनाउनु चाहिँ छ आज। नेपाली कांग्रेस पार्टीको तर्फबाट मेरा 5वटा कुराहरू छन्। पहिलो कुरा, यो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब 2/3 शक्तिसहित बसेको छ। अब जब कुनै एउटा दलले सुविधाजनक बहुमत प्राप्त गर्यो त्यो बेलामा नागरिकको अपेक्षा झन् चुल्यो। तर कुनै पनि बेलामा सुविधाजनक बहुमतले सुरक्षित ढङ्गले आफ्नो शासनकाल पुरा गर्न सकेन। हामी यस्तो अवस्था नआओस् भन्ने चाहन्छौँ। हाम्रो शुभेच्छा पनि छ, हृदयबाटै छ, हाम्रो साथ पनि रहन्छ। तर यो भन्दै गर्दा सरकारलाई यो कुरा ख्याल राख्नै पर्छ, हेक्का राख्नै पर्छ। यो सरकार र यो प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्न, कानुनभन्दा माथि हुनुहुन्न। सरकारको प्रधानमन्त्री पनि सीमा छ। सरकारको प्रधानमन्त्रीलाई पनि कानुनले बाँधेको छ, सरकारलाई पनि संविधानले बाँधेको छ। म शक्तिशाली छु, म लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्छ, दिँदैन कानुनले। हाम्रो कन्स्टिट्युसनले के भन्छ? ड्यू प्रोसेस अफ ल। मलाई मन परोस्, मलाई मन नपरोस्, मलाई हतार होस्, मलाई ननिको लागोस्, तर यो उसको फन्डामेन्टल हो। मलाई सनक चढ्यो, मलाई लहर चल्यो भनेर म एक बिहान उठेर डोजर लिएर गएर मैले सुकुम्बासीको बस्ती भत्काउन पाउँछु? पाउँदैन। अतिक्रमणै भएको होला कतिपय ठाउँमा छ, त्यसलाई खाली गर्ने तपाईँको जिम्मेवारी हो। तर खाली तपाईँलाई कसरी गराउने भन्ने कुरा कानुनले भनेको हुन्छ, कानुनले तोकेको हुन्छ। त्योभन्दा माथि तपाईँ जान पाउनुहुन्न, नेपालको सरकार पनि जान पाउँदैन।